नमस्कार साथीहरू। हजुरहरूले पनि कुनै न कुनै बेलामा, कुनै न कुनै अवस्थामा आफ्नो घरपालुवा जनावरमा होस् अथवा कतै न कतै जाँदाखेरि रास्तामा, बाटोमा यात्रा गर्दाखेरि कतै न कतै पब्लिक एनिमलहरू जस्तै पब्लिक डग, पब्लिक क्याटल र अन्य एनिमलहरूमा चाहिँ विभिन्न कारणवश घाउ लागेर तिनीहरूको घाउ चाहिँ एकदम कुहिएर, एकदम प्रदूषित भएर तिनीहरूलाई एकदम अ, दैनिकी गर्न पनि एकदम कठिन भइराखेको अवस्था देख्न सक्नुहुन्छ। र त्यसमा एकदमै धेरै माखाहरू भड्किरहेको र त्यसमा साथसाथै औँसाहरू टन्नै परेर तिनीहरूलाई एकदमै कठिन बनाइराखेको परिस्थितिहरू हजुरले देखिराख्नु भएको हुनसक्छ। साथीहरू, अब यस्तो अवस्था चाहिँ किन आउँछ र कसरी यसको बारेमा चाहिँ जान्ने र यसलाई कसरी हुन नदिने अथवा यस्तो भएको अवस्थामा हजुरहरूको घरमा भएको विभिन्न प्रकारका एनिमल होस् अथवा पेट एनिमल होस्, कुनै पनि एनिमल होस् अथवा कुनै स्ट्रिट डग लभर हुनुहुन्छ भने स्ट्रिट डगहरूलाई अथवा स्ट्रिट एनिमलहरूलाई चाहिँ कसरी ट्रिट गर्ने, कसरी चाहिँ तिनीहरूलाई त्यो कठिनाइबाट बाहिर निकाल्ने त भन्ने बारेमा आज हामी विस्तृत रूपमा जाने प्रयास गर्नेछौँ। साथीहरू, अहिलेसम्म पनि भिडियोलाई लाइक गर्नुभएको छैन भने भिडियोलाई लाइक गर्नुहोला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्नुहोला। ल त साथीहरू, अगाडि बढौँ। साथीहरू, यस्तो अवस्था चाहिँ किन हुन्छ त भनेर जान्ने प्रयास गरौँ सुरुमा। साथीहरू, हामीहरूले विभिन्न अवस्थामा देखिरहेका हुन्छौँ। सडकमा, विशेष गरी सडकमा यात्रा गर्दाखेरि धेरै एनिमलहरू, विशेष गरी कुकुरहरू र गाईहरू धेरै मात्रामा देखिराखेका हुन्छौँ। यताउता भौतारिरहेको हुन्छ। त्यस पछाडि उनीहरूमा धेरै प्रकारका किराहरूले एट्याक गरिराखेको हुन्छ। त्यसले गर्दा पनि त्यो किरालाई हटाउनका लागि उनीहरूले आफ्नो खुरको अथवा नङ्ग्राको प्रयोग गर्छन्। त्यस्तो बेलामा उनीहरूले आफैले कोपाएर पनि घाउ गराउन सक्छ र त्यसमा आएर कुनै पनि इन्सेक्टहरू अथवा विशेष गरेर प्लाइहरू, माखाहरूको सङ्क्रमण तिनीहरूले चाहिँ त्यहाँ भएको रगतहरू, त्यसमा बगिरहेको पानीहरू खान आउँछन् र त्यहीँ उनीहरूले आफ्नो अन्डा दिन्छन्। यसरी अथवा कुनै पनि विशेष कारण नभएको अथवा कुनै पनि कारणले उनीहरूको शरीरमा घाउ भएको अवस्थामा चाहिँ अर्कोतिरबाट माखाहरू आएर बस्छ र त्यस ठाउँमा इन्फेक्सन फैलाउँछ। अर्थात् त्यहाँ आएर चाहिँ उनीहरूको घाउमा अन्डा दिन्छ र त्यो अन्डा चाहिँ ह्याच भएर औँसामा परिणत हुन्छ। अर्थात् म्यागोट बन्छ, जसले चाहिँ यति समस्या क्रिएट गरिरहेको हुन्छ र कुकुरहरू अथवा भनौँ गाई भैँसी जुनसुकै पनि एनिमल जसको चाहिँ घाउमा किरा परिराखेको छ उनीहरूलाई एकदमै दैनिक यापन गर्न पनि एकदम कठिन बनाइराखेको हुन्छ। यति त अब हामीले जानिसक्यो कसरी चाहिँ म्यागोट अर्थात् औँसा चाहिँ घाउमा पर्दो रहेछ भन्ने कुरा हामीले जानिसकेका छौँ। अब हामी जानौँ यस्तो अवस्था क्रिएट भएमा कसरी चाहिँ यसको रोकथाम गर्ने अथवा यसको ट्रिटमेन्ट कसरी गर्ने भन्ने बारेमा चाहिँ अब अगाडि बढौँ। अगाडि जाँदै गर्दाखेरि म हजुरहरूलाई एउटा फिल्ड कन्डिसनको भिडियो क्लिप देखाएर नै हजुरहरूलाई बुझाउने प्रयास गर्नेछु। कृपया पछाडि चलिरहेको भिडियोमा पनि एकदम राम्रोसँग हेर्नुहोला र बुझ्नुहोला कसरी चाहिँ काम गरिन्छ त। साथीहरू, हजुरहरूले भिडियोमा देख्न सक्नुहुन्छ सानो एउटा पप्पी छ जसको चाहिँ माथि ढाड साइडमा चाहिँ देखिराख्नु भएको छ। ढाड साइडमा सानो घाउ भइरहेको छ जसमा चाहिँ एकदमै धेरै म्यागोट्सहरू, औँसाहरू परिरहेको छ। एकदम दुर्गन्ध पनि आइरहेको छ जसले गर्दाखेरि उनीहरूलाई माया गर्ने ओनरहरूलाई पनि अलिकति समस्या पुगिरहेको छ गन्धले गर्दाखेरि। र यसलाई हामीले ठिक पार्नु छ र उहाँले चाहिँ हामी कहाँ ल्याउनु भएको छ, यसलाई अब हामीले एकदम ट्रिटमेन्ट गरेर ठिक पार्ने कोसिस गरेका छौँ। हजुरहरूले पनि यदि टेक्निसियन व्यक्ति हुनुहुन्छ भने साधारण तरिकाले काम गर्न सक्नुहुन्छ र तिनीहरूलाई केही न केही हदसम्म ठिक पार्न सक्नुहुन्छ भने टेक्निसियनको रूपमा पनि म हजुरहरूलाई के युज गर्न सकिन्छ भनेर विस्तृत जानकारी दिनेछु। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ मजाले औँसा परिरहेको छ जसले चाहिँ यो पप्पीलाई एकदमै गाह्रो भइरहेको छ। साथीहरू, यसलाई चाहिँ अब के गर्नुपर्छ भन्दाखेरि सुरुमा एनिमल आइसकेपछि त्यसलाई राम्रोसँग गरले कहाँ छ, त्यसको घाउहरू कहाँ छ, म्यागोट्सहरू कतिको छ भनेर हामीले त्यसलाई पहिला सुरुमा एक्जामिनेट गर्नुपर्ने हुन्छ र एक्जामिनेट गरिसकेपछि चाहिँ अब हामीले यसलाई फर्दर प्रोसेसमा जानुपर्ने हुन्छ। अब हामीले सुरुमा यसलाई तारपिन तेल राखिसकेका छौँ। यो भिडियोमा चाहिँ क्याप्चर गर्ने भइएर चाहिँ तारपिन तेल राखेर यसरी औँसाहरूलाई बाहिर निक्लिन थालेको छ, जसलाई चाहिँ हामीले फोर्सेपको सहायताले चाहिँ निकालेर मजाले निकालेर चाहिँ हजुरहरूलाई देखाउने प्रयास गरेका छौँ। यसरी भरका सकेसम्मका प्रायः जसो देखिएका म्यागोट्सहरूलाई, औँसाहरूलाई चाहिँ बाहिर निकाल्ने प्रयास गर्नुपर्ने हुन्छ। यसरी निकालिसकेपछि अब चाहिँ हामीले हजुरहरू यदि अनटेक्निसियन व्यक्ति हुनुहुन्छ र हजुरहरूको घरमा यस्तो किरा परिराखेको छ कुनै पशुमा अथवा गाई भैँसी होस् अथवा कुकुर बिरालो होस् अथवा कुनै पनि प्रकारका जनावरमा चाहिँ यस्तो भइराखेको छ भने पहिला सुरुमा हजुरहरूले सक्नुहुन्छ भने त यसरी किरा निकालिदिनु होला। यदि सक्नुहुन्न भने त्यस्तो अवस्थामा चाहिँ हजुरहरूले स्किन हेल्थ स्प्रे भन्ने विभिन्न प्रकारका कम्पनीका स्प्रे पनि आउँछन् र हजुरहरूले यस्ता स्प्रेहरूलाई पनि स्प्रे गरिदिन सक्नुहुन्छ घाउमा। र यदि नाजुक ठाउँ छैन भने आँखा अथवा मुख, कान जस्ता ठाउँहरूमा चाहिँ नगरिदिनु होला।
किनभने त्यहाँको चाहिँ म्युकस मेम्ब्रेनहरू अलि सेन्सिटिभ हुन्छ, त्यस कारणले गर्दा फेरि अर्को समस्या क्रिएट हुनसक्छ। अन्यथा ढाडमा यस्तो अन्य शरीरहरूको स्ट्रङ पार्टहरूमा चाहिँ स्किन हुने पार्टमा चाहिँ छ भने हजुरहरूले स्प्रेहरूको प्रयोग गर्न पनि सक्नुहुन्छ, अथवा पाउडरहरू प्रयोग गर्न सक्नुहुन्छ। एन्टिबायोटिक पाउडरहरू विभिन्न प्रकारका पाउडरहरू आइराखेका हुन्छन्, अथवा हजुरहरूले हर्बल ओइन्टमेन्ट, एन्टिबायोटिक ओइन्टमेन्टहरू, हजुरहरूले मलमहरू, जसलाई हामीले ओइन्टमेन्टलाई मलम पनि भनेर बुझ्न सक्छौँ, तिनीहरू प्रयोग गर्न सक्नुहुन्छ। यदि हजुरहरू टेक्निसियन व्यक्ति हुनुहुन्छ र फिल्डमा भर्खर काम गर्ने हुनुहुन्छ भने चाहिँ यस्तो अवस्थामा हजुरहरूले मजाले यसरी नै किराहरूलाई, भित्र भएका अंशहरूलाई मजाले निकाल्नुपर्ने हुन्छ। र निकालिसकेपछि हजुरहरूले चाहिँ त्यसको लागि पेन कम गर्नको लागि पेन किलरहरू मेलेक्सिक्यामहरू दिन सक्नुहुन्छ। हजुरहरूले त्यस्तै गरी यदि फिभर पनि छ भने मेलेक्सिक्याम प्लस प्यारासिटामोल भएको मेलेक्सिक्याम पी दिन सक्नुहुन्छ। यदि छैन भने मेलेक्सिक्याम I-10 मा मेलेक्सिक्याम दिन सक्नुहुन्छ। त्यसै गरी घाउलाई रिकभरी गर्न, घाउमा अन्य ब्याक्टेरियल इन्फेक्सन नहोस् अथवा ब्याक्टेरियल इन्फेक्सनलाई चाहिँ रोक्नको लागि भनेर एन्टिबायोटिकहरू प्रयोग गर्न सक्नुहुन्छ। पेनिसिलिनहरू, प्रोक्याबिन एलिन नामले आइराखेको हुन्छ, यस्ता एन्टिबायोटिकहरू युज गर्न सक्नुहुन्छ हजुरहरूले। र साथै हजुरहरूले अरू के गर्नुपर्ने हुन्छ भन्दाखेरि अब धेरै अब शरीरमा यसमा त थोरै ढाडमा मात्र छ, कुनै बेलामा धेरै ठाउँमा चाहिँ भइराखेको हुनसक्छ, एउटै घाउ ठुलो मात्रामा फैलिएको हुनसक्छ। त्यस्तो अवस्थामा मजाले सफा गर्नु होला। त्यस्तो अवस्थामा चाहिँ बेटाडिनले मजाले सफा गरेर, यसमा पनि बेटाडिन युज गर्न चाहिँ सक्नुहुन्छ। हामीले तारपिनले लगाएर पहिला किरा निकालेका छौँ र मजाले बेटाडिनले सफा गज राखेर मजाले बेटाडिनमा गज टोपेर चाहिँ मजाले भित्रबाट सफा गर्न सक्नुहुन्छ। भित्रबाट बिस्तारै बाहिर गर्नु होला, किनकि बाहिरको इन्फेक्सन चाहिँ भित्र नजाओस्। यसरी सफा गरिसकेपछि चाहिँ बल्ल हजुरहरूले पाउडरहरू राख्न सक्नुहुन्छ। त्यस पछाडि ओइन्टमेन्टहरू प्रयोग गरेर मजाले त्यसलाई घाउलाई कभर गरिदिन पनि सक्नुहुन्छ। यदि कभर गर्नुहुन्न भने पनि अलि राम्रो केयर गर्न सक्नुहुन्छ भने कभर नगरे पनि केही त्यति फरक पर्दैन। यदि त्यस्तो सक्नु हुँदैन भने सकेसम्म हल्का पातलरी गर्मी छ भने पातलरी भए पनि कभर गरेर हजुरहरूले चाहिँ राख्न सक्नुहुन्छ। र दिनहुँ त्यसलाई चाहिँ ड्रेसिङ गरिदिइराख्नु भयो भने छिटो रिकभरी हुन्छ। र त्यसको स्किनको छिटो रिकभर हुनको लागि भाइटामिन सी, सेलेनियमहरू जस्ता इन्जेक्सनहरू लगाउन सक्नुहुन्छ। फुड सप्लिमेन्टमा हजुरहरूले त्यस्तै प्रोटिन, भाइटामिन भएका सप्लिमेन्टहरू खुवाउन सक्नुहुन्छ। यसरी नै हजुरहरूले राम्रो तरिकाले आफ्नो एनिमलको चाहिँ घाउहरू चाहिँ छिटोभन्दा छिटो रिकभर गर्न सक्नुहुन्छ। र पहिलेकै अवस्थामा चाहिँ हामीले फिर्ता गर्न सकिन्छ। यदि यस्तै अवस्थाले निरन्तर दोहोरिन दिने हो भने तिनीहरूको ज्यान समेत जान सक्छ, विभिन्न खतराहरू हुनसक्छ, तिनीहरूको जिन्दगीकै सवाल हुन्छ। त्यस कारणले गर्दाखेरि हजुरहरूले सकेसम्म स्ट्रे एनिमलहरूलाई पनि कृपया अलिकति भए पनि हेल्प गरिदिनु होला, जसले गर्दा उनीहरूको दैनिकी जीवनमा हेल्प हुनेछ। र हजुरहरूको घरमा भएका एनिमलहरू छ भने यसरी नै ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। कुनै पनि कन्फ्युजन भए अथवा मैले कुनै पनि कुराहरू छुटाएको छु भने भन्नलाई त्यस्तो कुराहरू छ भने हजुरहरूले निर्धक्क भएर कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। र कुनै पनि कुराहरूको बारेमा जानकारी चाहिएमा अथवा कुनै कुराहरूको बारेमा भिडियो बनिए हुन्थ्यो जस्तो लागेको छ भने कृपया कमेन्ट बक्समा आएर कमेन्ट गर्न सक्नुहुन्छ। आगामी दिनमा हजुरहरूले भनेअनुसार नै मैले भिडियो ल्याउने प्रयास गर्नेछु। र यति भन्दै हजुरहरूले आजको भिडियोमा भएका कुराहरू पक्कै पनि बुझ्नु भएको छ भन्ने मैले आशा गर्दै भिडियोलाई अन्त्य गर्न चाहन्छु। साथीहरू, अन्त्य गर्नुभन्दा अगाडि अहिलेसम्म पनि भिडियोलाई लाइक गर्नुभएको छ भने लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरी साइडमा रहेको अल नोटिफिकेसनलाई पनि अन गर्नु होला। र यस्तै डग लभर अथवा कृषक साथीहरू हुनुहुन्छ भने, हजुरको फ्रेन्ड हुनुहुन्छ भने उहाँहरूलाई पनि सेयर गरिदिन सक्नुहुन्छ। र उहाँहरूले पनि पक्कै पनि यो भिडियो हेरेर केही न केही सिक्ने अवसर पाउनुहुनेछ। अर्को भिडियो बाचाका साथमा बिदा हुन चाहन्छु। थ्याङ्क यू फर वाचिङ दिस माई